everyone, good morning and welcome back to my another vlog. So hope तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला। सो म पनि ठिकै छु हैन। सो अहिले भने चाहिँ म चाहिँ भर्खर उठेको हैन, 10 बजिरहेको छ हैन। भर्खर उठेको, बेलुका छुट्टी भनेर बेलुका ढिलो सुत्यो हैन। देन बिहान उठ्दा चाहिँ पुरा पानी परिरहेको थियो सिलगढीमा। आज चाहिँ पुरा उयो गरिरहेको थियो, पुरा गरम गरम भइरहेको थियो हैन। अन्त सुतेर चाहिँ भर्खर उठेको, अहिले चाहिँ घाम लागिरहेको छ हैन। अन्त फिलहाल चाहिँ यस्तो छ यहाँको के भन्नु, यहाँको नजरियाहरू चाहिँ यस्तो छ हो। म चाहिँ अन्त यहाँनिर उठ्ने बित्तिकै ब्रस पनि नगरी यहाँ बसेर चाहिँ मेरो भ्लग स्टार्ट गरिरहेको छु है। यस्तो छ यहाँबाट मेरो रुमबाट यस्तो बाहिरतिर हेर्दाखेरि चाहिँ है। अन्त यहाँ चाहिँ हाम्रो पानी पर्दाखेरि लुगा सुकाउने ठाउँ है। अन्त यहाँ चाहिँ म देखाउँछु, यहाँनिर चाहिँ एलोभेराहरू रोप्नु भएको छ हाम्रो आन्टीले है। यहाँनिर यस्तो मजाले आउँदैछ हैन। म चाहिँ लुगा धुनुपर्ने छ, एक पोल लुगा भिजाइरहेको छु हैन। त्यो लुगा धुनुपर्ने छ है। अब घाम पनि आउँदै जाँदै हो त त्यस्तो हुँदैछ हो। रुमको हालत चाहिँ एकदमै, रुमको हालत एकदमै पतला छ, भर्खर उठेको हैन। अन्त यहाँ चाहिँ मच्छरदानी लाएन भने चाहिँ सुतिन हुन्छ, सुत्नै पाउँदैन मच्छरले हो। अन्त यहाँ चाहिँ किचनको हालत पनि अहिले चाहिँ अब नदेखाउँ मलाई हो। अन्त सो अब चाहिँ म लुगाहरू धुन्छु। अन्त म तपाईहरुलाई अहिले भेट्छु। अब म चाहिँ दोकान जानुपर्ने छ, यहाँ साबुनहरू किन्नु कि। अन्त हाम्रो साबुन 1 महिनाको लागि निकालेको थियो, त्यो चाहिँ सकिरहेको छ त, त्यसले गर्दाखेरि। सो अब चाहिँ म चाहिँ साबुन किनेर आउँछु अनि त्यहाँदेखि चाहिँ लुगा धुन्छु। सो स्टे ट्युन, बाई बाई अहिलेलाई चाहिँ होइन। ला मैले लुगा धुने भन्नुसाथमा घाम पो गयो त। सो अब मेरो चाहिँ एकछिन एउटा साथी आउँछ होइन। मेरो चाहिँ साथी बोलाइरहेको छु। सो मेरो चाहिँ यहाँ सिलगढीमा आएर बनाएको बेस्ट फ्रेन्ड भनौँ न, अब बेस्ट फ्रेन्ड चाहिँ होइन, अब मिल्ने मेरो बेस्ट फ्रेन्ड जस्तै हो भनौँ न। तर म बेस्ट फ्रेन्ड भनेको चाहिँ कहिले बनाउँदिनँ हो, त्यस्तो खास लाग्दैन बेस्ट फ्रेन्डहरू बनाउनु चाहिँ। तर मेरो एकदमै मिल्ने मिल्टु चिन्टु सबको साथी चाहिँ सृजना हो है। अन्त रुममेट चाहिँ अब पहिलादेखि हो रुममेट पनि साथी, तर अब ऊ चाहिँ अब लाइक बहिनी, मेरो चाहिँ बहिनी जस्तो पनि हो हो। अन्त साथी पनि हो। तर अब यहाँ हेरेर बनाएको चाहिँ मैले साथी चाहिँ सृजना होइन भरे देखाउँछु। अब हिलो रहेछ, पानी परेर हिलो भइरहेको छ होइन। म चाहिँ दोकान गएको अहिले होइन, साबुनहरू किन्नु। अन्त यो चाहिँ उयसको बोट, त्यो अस्ति मैले माथि टेरेसबाट देखाएको थिएँ नि, अस्ति तपाईँहरूले देख्नु भएको थियो भने, त्यो भ्लग हेर्नु भएको थियो भने चाहिँ यो चाहिँ कटरको बोट होइन। यस्तो मान्छे डुब्ने रहेछ पानीमा। म चाहिँ मुखै धुच्छिनँ हो, यस्तो मुखहरू नधुई ब्रसहरू नगरी हिँड्दैछु। डुब्की गर्मी हुँदैछ जाडोले, म यहाँ मर्न आँटेँ। उयो छ चक्लेट छ, अमुल ताजा एउटा दिनुहोस् होइन। अन्त एउटा नि उयो सर्फ एक्सेल साबुन। म चाहिँ अब चाहिँ आइपुगेँ है, तलबाट दोकानबाट आइपुगेँ। अन्त मैले चाहिँ साथी चाहिँ बोलाएँ। अन्त दुध चाहिँ ल्याएँ, उयो दुध पनि यहाँ त यस्तो अमुल ताजा होइन। अन्त बिस्किट ल्याउँ भनेको चाहिँ बिस्किट चाहिँ ल्याउनै बिर्सेछु हो। सो अब चाहिँ म चाहिँ फटाफट लुगाहरू धुन्छु होइन। अन्त लुगाहरू धोएर सो अहिले म तपाईँहरूलाई भेट्छु। सो बाई बाई। फिलहाल चाहिँ सबै लुगाहरू धोइसकेर चाहिँ यहाँनिर चाहिँ म आइपुग्यो ब्रसहरू गर्नु, मुखहरू धुनु आँटेको छु है। यो पुरा मैले चाहिँ भर्खर लुगाहरू धोइसकेको छु होइन। यहाँ यति थियो मेरो लुगा चाहिँ, यहाँ धोएँ है। हिजै भिजाएको, आज मात्रै धुँदैछु म चाहिँ। अन्त यहाँ मोचाहरू छ होइन। मैले प्लान्ट पनि सुकाइदिएको छु आज चाहिँ होइन। यहाँ
यो चाहिँ ब्रस गर्दै म अघि पानी उयो प्लान्ट सुकाउँदै थिएँ होइन। यहाँ चाहिँ यो चाहिँ दामी आएको छ। यो चाहिँ पहिलो पनि भएको छैन हो, राम्रो आएको छ। यो चाहिँ मैले अस्ति पर हामी बसेको रुममा त्यहाँनिर रोपेको थिएँ होइन। अन्त यो आउँदाखेरि चाहिँ अस्ति आउँदाखेरि चाहिँ ल्याउनु भ्याएन रहेछ, अस्ति गइकन पनि लिएको मैले चाहिँ हो। अन्त यो यहाँको माटो चाहिँ सिलगढीको माटो टिप्नै घिन लाग्छ मलाई चाहिँ। अन्त पानीमै रोपेको छु हो। अन्त यहाँ चाहिँ यो चाहिँ आन्टीकोबाट लिएको मैले होइन। यो चाहिँ आन्टीकोबाट लिएको। यो चाहिँ त्यो यता यता पहिला भएको छ तर राम्रै आउँदैछ। यो पनि अघि झन् यो यस्तो हावाले फिरिरी घुम्दै थियो। अन्त यो चाहिँ स्पाइडर हो, स्पाइडर प्लान्ट होइन के हो त। यो चाहिँ अन्त स्पाइडर जस्तै रहेछ नि त। अन्त स्पाइडरको त्यो घर जस्तै। म चाहिँ होइन ठुलो भएपछि चाहिँ अर्को ठुल्ठुलो पटमा सार्छु भन्दैछु होइन मैले हेलो एभ्रिवान। सो अहिले चाहिँ म चाहिँ खाना सब्जी बनाइसकेको छु होइन यहाँ। अन्त मैले आलु र गुन्द्रुक बनाएँ होइन। अन्त घरबाट पठाइदिनु भएको थियो। अन्त यहाँ खाना बनिरहेछु र खाना बनाउँदा मलाई चाहिँ खाना खानै मन परेन होइन। अन्त यहाँ चाहिँ अब मैले एकछिन काम छ होइन, यहाँ ल्यापटपमा फोटोहरू हाल्नुपर्ने छ होइन। अन्त फोटोहरू हाल्छु। अन्त एकछिनबाट साथी आएपछि साथीसँगै खान्छु। सो एकजना मेरो क्लासमेट साथी पनि आउनुहुन्छ हो। सब म यहाँ पर्खिँदैछु, उसलाई वेट गर्दैछु है। अन्त यो साथी चाहिँ मेरो रुममेट चाहिँ चर्च गएको थियो, चर्चबाट ऊ साथीकोमा गएको छ होइन। अन्त एकछिन भरे आउँछ अरे। अन्त म चाहिँ यहाँ यस्तै भ्लगिङ गर्दै के गर्दै बसिरहेको छु। सो बाई बाई, अहिले भरे भेट्छु तपाईँहरूलाई। सो यहाँ चाहिँ साथी आइरहेको छ मेरो, सृजना साथी चाहिँ उयो हो होइन। अन्त यहाँ चाहिँ हामी फोनहरू हेऱ्यो, चिया बिस्किटहरू खायो। त्यहाँदेखि चाहिँ ढल्केको चाहिँ मजाले निर्दै गएछ फोन हेर्दै दुईजना तिनजना फोटोहरू के भिडियोहरू हेर्दै थियो होइन। अन्त दिदी यहाँ हुनुहुन्छ। सो उसको चाहिँ घर जाने टाइम भयो, उठेको छैन। हेलो एभ्रिवान। सो अहिले चाहिँ म चाहिँ यहाँनिर कुर्ता सुर्ता लगाएर नक्कल पार्दै बसिरहेको छु होइन। यहाँ चाहिँ किन भन्दा चाहिँ म चाहिँ अल्छी लागेर यहाँ चाहिँ म चाहिँ होइन उयो रिल्स बनाउँदै बसिरहेको थिएँ होइन। अघि चाहिँ मेरो साथीहरू आएको थियो। अन्त साथीहरू अन्त आएर अन्त बसेर सुतेर होइन गयो अन्त हो। अन्त अहिले चाहिँ म चाहिँ यहाँ चाहिँ रिल्सहरू बनाइसकेँ। अन्त अरू भरे पोस्ट गर्छु, इन्स्टामा गरेको छु, फेसबुकमा पनि भरे गर्छु होइन। अन्त सो अब चाहिँ के गर्नु आजको लागि त अब यति नै होला भ्लग होइन। सो अब चाहिँ म दोकान जान्छु। सो दोकान चाहिँ किन भन्दा सो टुमारो इज माई बर्थडे होइन। अन्त भोलि चाहिँ मेरो बर्थडे हो। सो त्यसको लागि चाहिँ अलिअलि मिठाई किन्नु जानुपर्ने छ होइन। अब साथीहरूलाई त दिनु पर्यो। सो अब म चाहिँ नक्कल पनि पारिसकेको हो। अन्त भोलिको लागि मिठाई किन्नु जान्छु। सो यति नै, दिस मच फर टुडे आजको भ्लग चाहिँ होइन। अन्त